अलिसिकी उठ्यो हैन बिहान भयो उठ्यो यस्तो छ यस्तो कुटियामा बसियो आज बाहिरको नजारा भ्यू यस्तो छ अब हामी हिँडेर उ त्यहाँ पर यहाँ परसम्म हो यहाँ गाउँ जानुपर्ने छ हो यहाँ गाउँ जानुपर्ने हैन अनि यो गाउँबाट यता हुँदै 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 उ परको यो हो यो बाटो हिँड्दै हिँड्दै माथिको उता पुग्नुपर्ने हो यहाँ पुग्नुपर्ने एक सरको चिलिम खाना आँटेको छ यो चाहिँ अहिले चाहिँ हामी निस्क्यौँ त्यहाँबाट अब तल बेसीतिर झर्दै हो हामी तल पुग्नु छ हामी चाहिँ वर्षैसँग ट्रेकिङ होइन हाम्रो लट्ठी मादे दे हिँड्छस् गाडी मलाई चाहिन्छ नि ठुलो छैन त्यो लामे टेकिदिन्छु मजाको लट्ठी भेटेँ अब ढाका टिप्दै यसो हिँड्छ गाडी घोराली गर्दै जङ्गल चाहिँ अप्पर जङ्गल छ घुङ्गा जङ्गल छ क्या जङ्गलमा चाहिँ अब्बर डेन्जर जङ्गल हो बाघहरू पनि छ भने सुनेको थिएँ जङ्गलमा तर जाने बाटो चाहिँ रहेछ यहाँ राति चाहिँ हात्तीहरू चाहिँ कुद्छ अरे जङ्गलमा अब्बरै हात्तीहरू चाहिँ हुन्छ अरे हामी चाहिँ अहिले के अरे त्यो जङ्गलमा जङ्गल पार गरेर गाउँ पनि निस्क्यो हामी अहिले यदि हल्का बस्तीहरू पातलो बस्तीहरू रहेछ यहाँ चाहिँ त्यसले डन्डा फाल्दै मैले पनि फालिदिएको नि अब हल्का बस्तीहरू पो देखिन थाल्यो त गाउँ निस्किरहेछ बस्तीहरू बाटो छ र बाटो चाहिँ ठिकै रहेछ बनाएकै छ भनौँ यहाँ हाम्रो आज हामी त हिँडेर आज उहाँ कुन ठाउँमा त्यसमा पुग्नुपर्ने अनि मात्रै विश्राम पुग्छ हाम्रो पुरा विश्राम निरन्तर पाइला जारी छ गभर्नेन्सको 4-5 दिन भइसक्यो उत्तरबाट हामी तलबाट निस्क्यो पाहाडमा छौँ अहिले पाहाडको यो हामी ज्यादा सामान थियो म्याङ्लोङतिर चाहिँ छौँ बाटो हिँड्ने छ पानी बाहिर छ पाइपबाट यहाँ पुरै यता गाउँ बेसी रहेछ नि त बेसी रहेछ त गाउँ हेर्नुहोस् क्या लिम्बा आउँ न या कुमारिन्द हाउस कुमारिन्द गाउँ बेसी बेजहरू भित्र हल्लो दुतेको सब देखिन्छ नि त हामी माथि पाहाडमा झऱ्यो अझ हामी तल टक्क बेसी झऱ्यो बेसीमा चाहिँ पातलो बस्तीहरू चाहिँ रहेछ यता घरहरू चाहिँ देख्न पायौँ हामीले अब रोडै आयो गाडी पुग्छ होला यहाँ त जे होस् हामी एउटा मिसन चाहिँ पार गऱ्यौँ हामीले हिजो रातिको छ क्लिपहरू छ
फेरि हाम्रो बाटो हिँडेर अन्त जारी छ अब हिजो नि बाटो हिँडेर हिँडेको फेरि बाटो अन्त आएर अघि बढ्दैछ यो बाटो आउँछ गाडी होइन आयो भने अब 2 बजे खाना गाडी आउँछ नि त आज त माथि ल त हिँड्दैछु हल्का भारी भएको अवस्था भएको छ मसँग त हिँड्न सक्दिनँ एकछिन चाहिँ पछि ठाउँ देखाउँछु किन्छ भाइ I saw one guy here. I saw one guy. That guy. You speak English? Yeah. Small English. You speak English, right? Small. Yeah. Where? This way? Where? I'm come from Fidim. Where? This. In Fidim. Where Fidim? Where? Their side Fidim. And you going there? Yeah. I'm going that side. Okay, we go this side. Go. Let's go. You are going to Fidim, right? Let's go. This way, Fidim. Fidim. This Fidim? Yes. Oh my God, nice Fidim. I love Fidim. I will show you the place. Yeah. Okay, guys. Okay. You are taking guide or what? Where you go their side? Where you go their side? And where you come here? Where? Whoa, girl! Nice. Where? I also need. I want to marry him. Where? Yeah. I want to marry. No, I want to marry. Come back. Hello. Wow, nice song, brother. Piratile, what? Piratile, satu aja. You say aja? You say piratile satu aja? Ya. घुमाउनु बाटो छ घुमाउँछ ओहो मेरो दोस्त कुम्री हेलो तेरो पुरानो जन्म हाले क्या पछि तेरो पुरानो जन्म हाले क्या म मान्छे त सँगसँगै लिएर तँलाई लिएर हिँड्ने गरेका मैले चाहिँ सोच त है होइन जाउँ कुम्री हिँड्नु अब भारी बोक्यो कति आउँछ गाडी 2:15-20 बाटोमा एउटै गाडी कुद्दिन्छ यार यो बाटोमा त भ्यू चाहिँ बब्बाल छ बाटोको नजारा केही पनि आएन ओए आयो गाडी जाने हो औसी डाँडा आइज औसी डाँडा त्यहाँदेखि हिँड्दै जाने बाघ भालु लगाएर ठाउँमा गएर बसिदिने सर्भाइभ गर्नलाई छँदैछ सबै कुराहरू लेट्स गो के छ यात्राको क्रममा हो हामीहरू अहिले हामी औसी डाँडासम्म पुगिन्छ होला त भोलि हुन्छ होला सर यो बाटो हिँड्ने हामी अब के चाहियो त्यसलाई
कुन चोट बेबी स्पीबाट सासै फेर्ने गाह्रो आतिदै रुई फेरि कराउँदै आतिदै अहिले चाहिँ हामी हिँडेको जे पर्ला पर्ला हिँडेको पानी पराउने रेनकोट छँदैछ ओड्नलाई होइन प्लास्टिक छँदैछ यसो गाडी साडी भेट्यो भने ल है दाजु लिफ्ट पाइयो लिफ्ट भन्दै जाने हो अब दुनियाँ मोह मायाबाट दूर घने जङ्गलमे आफ्नै संसारमा पुरै जङ्गलमा ट्र्याक्टर आउँदैछ टडङ र टडङ गर्दै जङ्गल यस्तो राम्रो छ होइन जे होस् बाघ भालु आएर चाहिँ नखाइदियोस् सास लिन कस्तो मिठो छ यहाँ त्यही त माथि बादल पानी परिरहेछ ट्र्याक्टर आयो ट्र्याक्टर डाँडा काँडा पछ्यौरीले मुरतै नखोले औँसीको रात लय अहिले चाहिँ हामी यहाँ आइज नि त साथी यस्तो हुनुपर्छ नि थ्याङ्क यू के को थ्याङ्क यू लभ यू ढोगेकोमा तँलाई आशीर्वाद त्यो एउटा गाडी नआएको क्या ए ऊ उसो भन्नु देखिस् ओमिनी भेन त हेर्न म अड्केको ओमिनी भेन अड्केको अरे त ठेलिदिनु त गर आमा बोक्नु ठेल्दिउँ सकिन्छ ठेल्दिउँ तल खोला सकेर छ झर्ना छ झर्ना छ माथि माथि
Bye. Mana? Wah. Wah. Awak tu malam dia malah cek ni. Ni Fer. Deख सुधे हैं तो मेरा हाँ और सुधे हैं ना ये किधर है हाँ वाह कदा तो उताबाट जानु त्यस्तो पानीबाट भिज्दै त जाने रहेछ कि त्यो हाँ पानी में ये भित्र जान्छ होला नि जाँदैन त्यो ब्याग भेटै भ्याउँछ ट्रेनबाट भ्याउँछ के आयो त ब्याग त पुऱ्याइदियो भने घुमै ढुङ्गा हात कसरी बस्नु लडिन्छ अगाडि छैन ब्याग छ कुनै एउटा प्लास्टिक त्यो बोकेर त बोक्न त ल यो हाल्दै रुमाल हेर गन्तव्यतिर छिटै पुग्छौँ होला कहाँसम्म गन्तव्य छ पैसा कमाऊ के मेहनत गर त्यसै 4 वर्ष दुबईमा मेहनत गर नेट लड घुम्नु होइन जाऊ आदि फेरि 2 वर्ष जाऊ फेरि पश्चिम घुम्नु यो आज आउँछ फेरि बाटो अफरोड रहेछ ऊबाट धेरै टाढा छु कि म ऊबाट पानी परिरहेछ झरीको मौसम छ बाटो हिलामै रहेछ सरकारले यस्तो ठाउँ पनि बनाउनु पर्ने हो विकटलाई झन् विकट नबनाइदियो सरकार यसो 1-2 दिन पिच हान्दियो भने कस्तो मजाले सलल गाडीबाट जान्छ टुरिस्ट बढ्छ बसन्तपुरतिर टुरिस्टै जाँदैन अरे दिनजुरे डाँडातिर टुरिस्टै जाँदैन अरे के थाहा बाटो बनाइदिएछ भने जाँदैन दाइको यात्रा चाहिँ कहाँसम्म हो बाटो त्यही बाटो फिल्म त जान्छ नि होइन ल गाडी त भोलि बिहान मात्र होला होइन गाडी त भोलि बिहान मात्र होला हिँड्दै हिँड्दै जाने जहाँसम्म पुगिन्छ त्यहाँ बास हामी क्याम्प लगाइदिने होइन ल केटा हो त्यही भएर भनेको पैसा कमाओ के पैसा कमाओ कति कमाउँछ कति गाह्रो छ पैसा कमाउन हजुर हजुर ट्याक्सी हजुर त्यो जान्छ दाइले हामीलाई भोलि फिल्म गर्नको लागि गाडी पनि भनिदिनु भयो
यही केटा हो 3 वर्ष दुबई बसेर आएको घुमफिर होइन केटीको पछि लाग्छ तिमीहरू मुजीहरू सिक्ने पैसा कमाओ सिक्ने पैसा कमाओ केटी त आफै आउँछ त्यही त कति गाह्रो छ यस्तो पाहाडको बाटोमा आफ्नो ज्यान छोडेर कुदाउनुपर्छ यस्तो ट्र्याक्टरमा यस्तो लिएर कमाउ त्यही भएर केटा हो जसले हेर्छ त्यसलाई भनेको नि भिडियो कसैले हेर्छु गाडी क्या हालेको भए पो हेर्छ त मुजी लाइभ पर्छ स्पिड जस्तै लाइभ क्या पुरै फुल त्यो त लाइभ स्ट्रिम हाल्छ फुल जहाँ घुमेको नि मजा आइरहेछ ट्याक्टर चाहिँ माथि जाँदैछ हाम्रो यात्रा चाहिँ टक्कै यहाँसम्म भयो आधी बाटो भयो ढुक्क धेरै फाइदा पनि फेरि बाटोमा के अन्त फेरि माथि हिँड्दैन यसरी हाम्रो यात्रा जारी रहनेछ कसलाई ल है त गाइज हामीलाई अब गाडीले यहाँसम्म छोडिदियो ठिक छ नि होइन ठिक छ नि होइन रेनकोट लगाइयो होइन पानी परिहाल्यो भने के हामी यता हेर्न यस्तो सुन्दर होला फेरि बोल्दै लिफ्ट माग्ने हो माथि टाढाबाट आएको हामी हो त्यही टाढाबाट आएको माथिबाटै आएको हामी टाढाबाटै ठिक छ लाएर हिँड्नु पानी परिहाल्यो भने परै पर्दैन फेरि लाउनु अनि पानी पऱ्यो बुवालाई भनेर युट्युबमा सर्च गर्नु लाऊ युट्युब चलाऊ सर्च गर अनि हेर ल तिमी पनि आउँछौ त्यहाँ त्यही नाम छ त्यहाँ माथि लेखेको त्यो चरा हो त्यो ओके अनि टक्क सब्सक्राइब पनि हान्देऊ घन्टी बजाऊ टिङ 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 तिम्रो अझै घर कति टाढा हाल्ने यहाँबाट यो के को बोट भाइ थाहा छैन सही रहेछ त पातो तिमीलाई 4-5 डाँडा काटेर जान्थ्यौ अझै घर तिमी घर कहाँ हो अरे यो देखेको डाँडा तिमी अब कति घन्टा पुग्छौ स्कुलबाट घर 1 घन्टा आधीमा हिँडेर दिनकै आउनु जाने 1 घन्टा अनि 1.5 घन्टा 3 घन्टा आउनु जाने स्कुल के फाले भयो तैँले के फालिस् आउन अगाडि क्या पछि भाग्यो तिमीले पनि आउँछ क्या युट्युबमा आउन च्यानलमा अगाडि भन्दै हिँड बाटो देखाउँदै हिँड हामीलाई सर्टकट देखाइदियो ल बाटो फेरि बस्छ भाइले बसेको छ हेर हेर तिनीहरू ब्याग कति केजीको छ त्यहाँ टन्नै छैन हुने होइन भारी अनि तिरोभन्दा भारी छ ब्याग सर्टकट ओ सर्टकट आइबाट अरे आइज त्यो खोला तर्फ उता गाउँ छ भाइ खोला तर्फ गाउँ छ गाउँ छैन यो सर्टकट हो यो बाटो हो सिधै खोला यता राइट लेफ्ट राइट
जाने बाटो छ त्यहाँनिर बरको रुख छ एउटा ठुलो त्यहाँबाट त्यहाँदेखि त्यसको फेरि एउटा घर छ त्यहीँ जाने त्यो घरमा गएर बस्नु त्यो घरमा त्यहाँदेखि त अलिक तल जानु यहाँबाट एउटा घर छ त्यहाँदेखि एउटा तल जानु त्यहाँदेखि यस्तो जाने बाटो छ कस्तो जाने बाटो यस्तो जाने बाटो यस्तो तलतिर जाने बाटो त्यो परिसरको रोडदेखि बलपिपरको त्यहाँ घरहरू छ छैन यो पिच आउँछ फेरि दुईटा ए ल त्यो घर चाहिँ सोद्धाखेरि भन्छ होला नि त ल ल तिमी कहाँ आउने अब यहाँबाट अब उयो डाँडादेखि देखिन्छ उयो पल्लो डाँडो ए पिच जाउँ न होइन यता जाउँ सर्टकट छ अरे क्या छिटै पुग्छ अरे क्या सर्टकट खोला पुग्ने बाटो पिच निस्किन्छ यही पिच निस्किन्छ ए बाटो अरे हौ गाह्रो छ बाटो गएको छु बाटो ल रामा जाऊ है अनि तिमी यो बाटो घर पुग्दैनौ हिँड नि त जाउँ सँगै ए ल ल ल ल जाऊ ल जाऊ ल खोला पुगिन्छ धन्यवाद पुगिन्छ यो बाटो पुगिन्छ होइन ल निस्किनु पर्यो यही पिच राम्ररी जाऊ ल अहिले हामी यहाँ भाइले जङ्गलबाट देखाएको थियो भाइको घरसम्म हिँड्यौँ हामी बाघ भालु देखाउँदैन नि भाइ जङ्गलबाट देखाएको थियो जङ्गल छिर्दै हामी अब ओह्रालो यात्रा हाम्रो जारी छ अब यहाँबाट हामी कुन जङ्गलबाट सिधै तलै झर्दिएको अब तलै चाहिँ तल हाम्रो डर चाहिन्छ पैसा कमाऊ केटा पैसा कमाऊ बिना पैसामा पनि घुम्न पाउँछौ यसरी हामीले जस्तो घुम्नु नकमाउनु पैसा के कमाउनु पर्छ घुम्न पाइहाल्दो रहेछ जङ्गलको बाटो पाहाडको जङ्गल केटा हो होइन जय श्री राम मेन भन्छ हमारा रास्ता बहुत गरम है गरम है रे बाबा यहाँ बस्ती छ गाउँ रहेछ यहाँ त उतो रोड होइन त्यो घरतिर गएर चार्ज हाल्नु नि ए मोटुको पिछले अनि हामी अब सर्टकट बाटो जाँदैछौँ होइन सर्टकट बाटो हाम्रो भाइ राजाले देखाइदिँदैछ बाटो हामी पल्लो डाँडा पुग्ने हो घुम्दै घुम्दै मजा आइरहेछ ट्रेकिङ गर्न बिहानदेखि हिँडै कतिखेर गाडी कतिखेर ट्र्याक्टर लिफ्ट मागेर हिँडेको रैलामा अब यहाँबाट गाइज हामी भोलि फिदिम जसरी पनि पुग्छौँ फिदिमबाट त्यस पछाडि फेरि कहाँ कुन ठाउँ सिमलिङ अनि त्यहाँबाट ओलङचोङ गोलाको लागि 4 दिन 5 दिनको यात्रा गरेर हामी आफ्नो गन्तव्यमा पुग्नेछौँ आइयै अम्मा कसम भौँसडी के ए मोटुको पतलुको गाह्रो हो गया रे चिङ्गमको गाह्रो हो गया ल भाइको डेली यात्रा हो स्कुलसम्मको यताबाट ए तल्लो बाटो चाहिँ के सजिलो छ कि झन् यस्तै छ चिप्लिन्न पनि यहाँ ओइ कसम लगाइज होइन हाम्रो भाइले हामीलाई सहयोग गरिरहेको छ बाटो देखाउनलाई घरसम्म लगिदिन्छ चाँचसाँच गरिन्छ चियासा खाइन्छ अनि हिँड्छ फेरि पानी चाहिँ नपर्दैछ भनेको पानी पर्दैन गाह्रो छ अघिदेखि पानी परेर आधी घन्टा बस्नु पऱ्यो एउटा आउँदैछ माथिबाट ब्याग बोएछ 20 केजीको 20 केजी भारीको दुईटा लौरोले सरर अब यस्तै छ गन्तव्य अहिले चाहिँ हामी धेरै माथिबाट आइयो होइन हामी जाने भनेको माथिको डाँडा यहाँ यही अरे सङ्क्रान्ति बजार भनेको यही हो यो सङ्क्रान्ति बजारमा गएर धेरै डाँडा जानुपर्छ नि यार आमामामा अहिले चाहिँ हामी तल यहाँ भाइले ल्याइदिएको घरमै आएको छौँ एकछिन फोन चार्ज गर्ने जिउ पनि गलो अहिले चाहिँ अब पुरै थाकियो है पसिनै आइसक्यो यस्तो पानी परेको ठाउँमा पनि भाइको घरमा आएर फोन चार्ज गर्दैछु भिडियो चाहिँ भरे अब भोलि आउँछ
पुरै झरेको कुखुराको प्वाँख जस्तै देख्न थालेर आफैलाई। लेट्स गो। भाइ घरमा आयो, भाइले पानी सानी टक्क दियो। अब तल खोलाको किनारतिर गएर बस्ने बसिन्छ, बस्ने ठाउँ छ अरे त्यहाँ। सही हुन्छ। सही हो, यात्रा सही हुँदैछ। तेरो लौ रह्यो, सामान सक्यो। तेरो लौ रह्यो। मैले देख्छु। हामी अब तल जाने आउँदै गरेँ आउँदै गरेँ। कुखुरा सुखुरा रहेछ। ओहो गाउँघरतिर दुध जातो, यो गाउँघरतिर दुध जातो होइन। हाम्रो गाउँ थियो जातो है, यो जातो यहाँ यस्तो हुन्छ जातो हेर, यहाँ दाल पिस्ने जातोहरू। डिकी छैन धन्यवाद। यो राम्रो छोला बरु है, तेरो होस् हुन्छ सानी। कुमारी आइज भयो पत्र त ओए। यहाँ तल जाने हामी फेरि। कता हो बाटो? यस्तो खुङ्खा जङ्गलभित्र छोपेको एउटा पुल हामीले आज पत्ता लगायौँ। खोजेर झुलुङ्गे पुल रहेछ। छोड्दै हिँडौँ पुलमा। अब पुलको यात्रा हुन्छ हाम्रो। अब उता फर्किन। त्यो अब काम छैन त्यो ल ठिक छ। चल्छ मोबाइल चाहिँ नछुरोस् त्यति हो। झुलुङ्गे पुलमा हिँड्दै दाजुको दुईजना हो। कस्तो दामी हल्लेको यार। तर भाइ खोला त फोरै रहेछ। बन छ त ऊ बन आउँछ त रोड त ऊ रोड उता रहेछ। तर खोलामा मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो। डाँडा काँडा हरियाली यहाँ आँगनैभरि लाली गुराँस चम्पा चम्पेली खोइके खोइके फुल्छ थरी थरी। जन्म लिएको देश मेरो प्यारो प्यारो लाग्छ मलाई। झुलुङ्गे पुल पाइन्छ अनि मुजी ब्लात झुलुङ्गे पुलसँग मुजी भुइँ झरिन्छ चिप्ने। अनि एडभेन्चर खतरा हुन्छ। लाडो झरेपछि एडभेन्चर सिधै माथि एडभेन्चर। अनि जङ्गलको भारीमा हिँड्दैछु हामी। दुईजना भारी बोकी हिँड्दैछु हामी आफ्नो गन्तव्यतर्फ लाग्दैछु मुजी तिम्रो झारपात जस्तो होइन चिक्ने हामी। हिँड्ने भने हिँड्ने लड्ने भने लड्ने। के बस्छ नि जान्छ के बनाएको सम्म ठाउँ भनेको यही हो। अहिले चाहिँ हामी कस्तो खालको तिमीले बनायो फेरि भिडियोमा कसरी के आयो। उज्यालोमै आएछ नि। अहिले चाहिँ हामी टेन्ट लगाएर भित्र बसेका छौँ। यसरी बसेको छ हामीहरू भित्र टेन्ट लगाएर। लाइटिङ ठिकै छ। यहाँ भात पकाउँदैछ एउटा तिलाइदिन्छु मोबाइलमा। अब भात पकाउने भान्सेलाई ना। हेलो गाइस भात बनाइस के देखिन्न अरे फ्ल्यास लाइट हो कि काम गर्ने। यस्तो जङ्गलमा छौँ होइन। यहाँ अब खिचडी पाक्दैछ हाम्रो। आगो बल्दैछ पाक्छ यही खाने।
हैन ए ठिक छ हैन जिन्दगीमा इन्जोय गर्नुपर्छ क्या लाइफ केटा हो इन्जोय गर्नुपर्छ पैसा होस् नहोस् इन्जोय गर माया कसम What tomorrow happen nobody knows. So enjoy the present. That is the best gift of the world. Don't remaining past. Don't think future. Just enjoy the moment. Enjoy the present. हाम्रो भ्लगमा आएको नै बोलेन कि सबै चिसो चिसो दाउरा भइट्यो अनि यहाँ चाहिँ अब हाम्रो भात र दाल एकैचोटि पकाइदिएको ड्याङ र डुङ जे होला हैन यो चाहिँ ढुङ्गा चाहिँ यसो आइडिया लाग्यो हावा छेकोस् भनेर ग्यास नपड्कियोस् भनेर बुडुम्मै पड्क्यो भने त म त फेरि उड्छु त नि यही छ नि आम्मो यसको अन्त कस्तो गोरो देख्यो क्या ए विदेशी खैरी बुची त्यो अहिलेको ट्रक हेर्दा हामी त्यत्रो बाटो घुम्नु पर्थ्यो है हामी उतै जङ्गलबाट आएको मुजी कालो जङ्गल यो लाइट देखेछ नि अब त्यो लाइटबाट आएको हामी यहाँ आएको हाम्रो पाक्दैछ अँध्यारो छ टेन्टमा छौँ चाउचौकी खानु के खाने नि मुजी अब खाँदैन मुजी चाउचौ प्लेट जिक मुजी पाकिहाल्छ नि अहिले चाहिँ हाम्रो खाना भयो खाना खतरा छ उसको पनि खाना खतरा छ लाइटले अझै देखेन म अझै मर्जुस तरिकाले लाइट क्यामेरा देखाउँछु एक्सन हाम्रो खाना बबाल छ होइन भात र दाल दाल र भात अनि चाउचाउ साग तरकारी यहाँ हाम्रो भक्कु छ फेरि देखाइदियो नि त भात पनि हाम्रो खतरा होइन ती भात छ अझै नपुग्छ लकडा हो होइन अब हामी खाना खान्छौँ केटा हो केटी हो पनि केटी हो भने अहिले चाहिँ हामी टेन्टभित्र तम्मोर रिभर भन्ने ठाउँको बगरमा छौँ छेउछाउमै छौँ गाडी आउने ठाउँ छेउमा छौँ आज हाम्रो बास यहीँ बस्यौँ बसिरहेछ सुन खाँदै बसिरहेछ रहिल्यै छ लगेडा हो होइन गुड नाइट सुतेको हाम्रो फिदिम पुगेपछि भेट्नेछौँ